तिम्रो विन्टर भ्याकेसन कहिलेबाट स्टार्ट हुन्छ? अर्को विकबाट स्टार्ट हुन्छ बाबा। अनि यो पालि छोरालाई भ्याकेसनमा कता लैजाने होला बुढा? कहाँ जाने बाबा, छुट्टी पनि कति धेरै दिनको हुन्छ। यो पालि मैले तिमीहरूलाई सौराहा लैजान्छु। यो पालि जङ्गल सफारी गर्नुपर्छ है। हस् बाबा। Good morning, class. Good morning, ma'am. आज sit down. Thank you, ma'am. आज वर्ल्ड काइन्डनेस डे हो। तिमीहरूलाई काइन्डनेस भनेको के हो थाहा छ? काइन्डनेस भनेको अरूलाई माया देखाउने हो। अरू कसैले भन्न सक्छ होला? अरूलाई दुःख पर्दा साथ सहयोग गर्नु पनि हो। अरू के हुन सक्छ होला? अरूलाई दुःख नदिनु पनि हो। ओके, सबैले भनेको मिल्यो। काइन्डनेस भनेको अरूप्रति माया, सहानुभूति र सहयोग देखाउने गुण हो जुन काम प्रतिफलको आशा बिना गरिन्छ। ल अब भोलिदेखि तिमीहरूको विन्टर भ्याकेसन छ। आफ्नो होमवर्क गर्नु र विन्टर भ्याकेसन इन्जोय गर्नु। सी यू क्लास। See you, ma'am. मेरो के प्याकिङ भयो? मेरो ज्याकेट पनि राखिदिनु है। छ मलाई तिम्रो ब्रस, पेस्ट अनि टावल पनि दिनु है। राखिदिन्छु। हस्। अनि बाबा कता हुनुहुन्छ? बाबा आउँदै हुनुहुन्छ। सबै थोक प्याकिङ सकियो? भयो, टिकट भयो त? भोलि बिहान 8 बजे निस्किने हो। सबै प्याकिङ सकियो? हजुरको के सामान छ म राखिदिन्छु। मैले सबै प्याक गरिसकेँ। मेरो सेभिङ क्रिम र रेजर ब्रस राख्न बाँकी छ। म त्यो राखिहाल्छु। अब हामीहरू चितवनतिर जान्छौँ। मेरो हात्तीले मान्छे बोक्नै मान्दैन। अलि तालिम पुगेन। के गरौँ त? कानमा लठीले घोचेट्यो, टाउकोमा फलामको टिखोरले आन अनि मानिहाल्छ नि। तिम्रो हात्ती पनि बुढो भइसक्यो है। त्यही त बुढो भइसक्यो, मान्छे बोक्नै सक्दैन। आज काठमाडौँबाट हात्ती सफारी गर्न मान्छे आउँदैछन्। तिम्रो हात्तीले मान्छे बोक्न सकेन भने त थुप्रै पैसा घाटा लाग्छ। हो नि। तपाईँ हो? नमस्ते। तपाईँ हो हात्ती सफारी गराउने मान्छे? हो, तपाईँ कहिले आइपुग्नु भयो चितवन? हामी आजै आइपुगेको। हामी आज रेस्ट गर्छौँ अनि भोलि हात्ती सफारी गर्न आउँछौँ। सुन्छ। लौ यो लठी राख। भोलि हात्तीले मानेन भने यसरी टाउकोमा हान्नु र कानको पछाडि पनि बेसरी लात्तीले हान्नु। ल हुन्छ। ल अब जाम।
तान्दै स्टेजमा लिएर आउँछन्। सबै परिवार हात्तीमा बस्छन्। अब के हुन्छ मेरो है? कानमा नहान, ऐया नहान, दुह्यो मलाई दुह्यो। छोरा उपर हेर त, मृग दौडिरहेछ। बाबा कता? उपर हेर न। वाउ, कस्तो राम्रो देखिएको। हात्ती आज पनि मान्छे बोकेको, तिमीलाई त मान्छेले कहिले सुख दिएनन्। हेर त हामी जस्तो खुसी भएर दौडेको छौ, तिमी त कहिले पनि खुसी हुँदैनौ है। छोरा उता हेर त, बाघ बाघ। ऐया टाउकोमा नहान न, म रोकिन्छु। टाउकोमा नहान। भगवान्, मलाई मान्छेले किन दुःख दिएको? मैले यिनीहरूको केही नराम्रो गरिदिएको छु? मेरो आवाज मान्छेले सुन्न सक्ने भएको भए उनीहरूले थाहा पाउँथे मैले कति दुःख पाएको छु भनेर। हात्ती तिमी केही बोल्दैछौ? मेरो कुरा सुन्न सक्छौ बाबु? सक्छु। एउटा कुरा सोध हात्ती। सोध। तिमी यति ठुलो छौ, तिमीले कहिलेबाट यसरी मान्छे बोक्न थालेको? म पहिला सानो थिएँ, तिमी जस्तै सानो। म मेरो बाबा आमासँग जङ्गल घुम्थेँ। मेरो बाबा आमाले मलाई कति धेरै माया गर्नुहुन्थ्यो, मैले पनि मेरो बाबा आमालाई कति धेरै माया गर्नुहुन्थेँ। हो र? अनि कहाँ हुनुहुन्छ तिम्रो मामु बाबा? खै कहाँ हुनुहुन्छ कहाँ? अनि तिमी यता कसरी आयौ? म आफै यहाँ आएको होइन नि, मलाई त मान्छेले जबरजस्ती अपहरण गरेर लिएर आएको। अनि त्यसपछि के गरे? त्यसपछि मान्छेले मलाई फलामको साङ्लाले खुट्टा बाँडिदिए। म कति रोएँ, म कति छटपटाएँ। मान्छेले मलाई कुट्न थाले, पिट्न थाले। मान्छेहरूमा दया नै छैन बाबु। त्यसपछि मलाई मान्छेहरूसँग धेरै डर लाग्न थाल्यो। तिमी यति ठुलो छौ, तिमी केही गर्न सक्दैनौ। मेरो वरिपरि फलामको बार लगाएर मेरो धारमाथि बसेर मेरो कानभित्र लट्ठीले घोचिदिन्थे। मेरो खुट्टा बाँडिएको हुन्थ्यो, म केही गर्न सक्दैन थिएँ। पछि बिस्तारै मलाई भारी बोक्ने बनाउन थाले, मान्छे बोक्ने बनाउन थाले। तिमीलाई तिम्रो मामु बाबाले खोज्न आउनु भएन? खै आउनु भयो होला, तर भेट्नु भएन कि। अब त मैले उहाँहरूलाई बिर्सिसकेँ। मान्छे बोक्दा बोक्दा बिस्तारै बिस्तारै मेरो हड्डीमा समस्या आइसक्यो। मेरो हरेक दिन दुःखमा बितेको छ। पर हेर त, घोडाहरू होइन, घोडा यता हो त। घोडा, यी बाबुले हाम्रा कुरा सुन्न सक्छन्। हामीले टाङ्गा र तान्दा कमजोर भयो। हामीले खानेकुरा पनि राम्रो पाएनौँ। हो, मलाई पनि मानिसहरूले टाङ्गा नटान्न सकेपछि लट्ठीले खुट्टेन। मलाई कति दुख्थ्यो। त्यसपछि मलाई जङ्गलमा छोडिदिए। आई एम सरी हात्ती, आई एम सरी घोडा। हामीले तिमीलाई कति दुःख दिएका छौ। तिमीले आज यो सब नभनेको भए मैले थाहा नै पाउने थिएन। मलाई के थाहा, मैले इन्जोय गरिराख्दा तिमीले यति धेरै दुःख पाउँछौ। बाबु, तिमीहरूमा दया हराइसकेको छ। तिमीहरूले मलाई मात्र होइन, रस्ताले घोडाले पनि उति नै दुःख दिएका छौ। तिम्रो मुखमा फलाम हालेर तिमीलाई तान्यो भने कस्तो हुन्छ? मलाई एकदम दुख्छ। हो, घोडालाई कति दुख्छ होला? हो, मलाई डेन्टल अपोइन्टमेन्टमा अलिकति फलामले छोयो भने मलाई कति दुख्छ। बाबु, तिमीहरूमा दया हराउँदैछ। तिमीहरूमा जति दया हराउँछ हामी जनावरलाई उति नै धेरै दुःख हुन्छ। बाबा,
हामी हात्ती नचढाउँ, हामी होटेल जाउँ। के भयो बाबु तिमीलाई? तपाईँले हात्तीको कानको पछाडि कति कुट्नु भएको, कति उसको टाउको मार्नु भयो। त्यस्तो नअरे हात्ती अगाडि बढ्दैन। हात्ती अगाडि बढेर भने तिमीले जङ्गल नै हेर्न पाउँदैनौ। अनि हात्ती अगाडि बढेन भने मानिस चढ्दैनन्। उहाँको हात्तीमा मानिस चढेन भने उहाँले पैसा कमाउनु हुन्न। उहाँले पैसा कमाउनु भएन भने हात्तीले के खुवाउने? उहाँले हात्तीलाई खुवाउनु नै पर्दैन नि। हात्ती त जङ्गलमा बस्ने जनावर हो, उसलाई जङ्गलमै बस्न दिनुपर्छ। हामी मान्छे हो बाबा, हामीलाई भगवान्ले बुद्धि दिनुभयो ताकि हामी हाम्रो लागि आफ्नो पैसा कमाउन सक्छौँ। बाबु, यदि तिमीहरूबाट दया माया हरायो भने तिमीहरूको पनि अस्तित्व हराउँछ। आई एम सरी छोरा, हामीले जनावरलाई दया देखाएका रहेनछौँ। अनि थ्याङ्क यू, यति सानो उमेरमा हामीलाई यति ठुलो कुरा सिकायो। We are sorry, हात्ती।